上给老教授去，缺老教授去，给顿老教授去。नमस्ते टासिदेलाई फ्याबुला सबैजनालाई म जोर्डन गुरुङ तपाईहरुलाई यो भिडियोमा स्वागत गर्दछु र यो भन्दा अघि मैले एउटा सांगको विषयमा लिएर एउटा भिडियो बनाएको थिए है अनि त्यसमा चाहिँ हाम्रो एकजना मित्रले चाहिँ सेर्केमको बारेमा केही भनिदिनु भनेर लेख्नु भएको रहेछ है र त्यसैले आजको यस भिडियोमा म तपाईहरुलाई सेर्केमको बारेमा केही कुराहरु भन्ने प्रयास गर्नेछु र नम्बर 1 सेर्केम चढाउनुको कारण के हो है भन्दाखेरि सेर्केम चढाउनुको कारण भनेको अवश्य हामीले आफ्नो भलाइको लागि हो है जस्तै हाम्रो घर परिवार गाउँ शहर र जस्तै हाम्रो देश है त्यो भन्दा ठूलो भन्नुपर्दा सारा संसारको है अनि सारा संसारमा चाहिँ सुख शान्ति छाओस् र सबै जनाले सुखी जीवन लामो आयु निरोगी जीवन र जस्तै सोचेको जस्तो सबै पूरा होस् भन्ने एउटा आश बोकेर नै हामीले सेर्केम चढाउने हो है त र त्यसो भए हामीले कसलाई सेर्केम चढाउने हो त है अब घरमा तपाईले यतिकै सेर्केम चढाउने त हैन नि त आफूले कसैलाई एउटा विश्वास गरेर सेर्केम चढाउनु पर्यो नि त हैन र हामीले कसलाई सेर्केम चढाउने हो भन्दाखेरि संसारमा भएका सबै बुद्धहरू र भगवानहरू र त्यसैगरी हाम्रो टिबेटन भाषामा छोक्योङसुङमा भन्छन् है भनेको चाहिँ जसले चाहिँ हाम्रो हामीलाई नराम्रो चीजहरुबाट बचाउँछन् है जसले हरेक समय हाम्रो रक्षा गरिरहनु भएका छन् है उहाँहरुलाई हामीले भित्री मनदेखि अनि सेर्केम चढाउने हो है त र तेस्रो कुरा सेर्केम चढाउने बेला कस्तो सोच हुनुपर्छ है त यो एकदमै आवश्यक छ है सेर्केम चढाउनु भन्दा पनि सेर्केम चढाउने बेलाको तपाईको सोच जुन हुन्छ नि त्यो चाहिँ एकदमै आवश्यकता छ है त र सोच कस्तो हुनुपर्छ भन्दाखेरि हामीले आफू र आफ्नो आफन्तहरुको एउटा आफू र आफ्नो आफन्तहरुको मात्र त्यो के भन्छ त्यसलाई आफू र आफ्नो आफन्तको मात्र भलाइको लागि नसोची सारा संसारको प्राणीहरुको लागि अब सारा संसारको अनि प्राणीहरुको निम्ति चाहिँ राम्रो सोचेर है सेर्केम चढाउनु भयो भने चाहिँ तपाईले चढाउने सेर्केम एउटा हो तर भए तापनि सारा संसारको प्राणीहरुको निम्ति तपाईले सोचेर चढाउनु भयो भने चाहिँ तपाईले धेरै भन्दा धेरै त्यो सोचले गर्दा चाहिँ धेरै भन्दा धेरै पुण्य कमाउनु हुनेछ है र अर्को कुरा के आउँछ भन्दा के सेर्केम चढाउँदा हामीले रक्सी नै चढाउनु पर्छ त है सेर्केम चढाउने बेला हामीले रक्सी नै चढाउनु जरुरी छ त भन्दाखेरि र त्यो रक्सी चढाउनु सही हो र गलत हो भन्ने पनि कुरा आउँछ है त र त्यो विषयमा म के भन्छु भन्दा सेर्केम चढाउँदा तपाईले रक्सी चढाउनु म गलत हो त म भन्दिन हैन र अर्को कुरा सेर्केममा तपाईले रक्सी नै चढाउनु पर्छ भन्ने पनि छैन है त्यसको बदलीमा त्यसको साटो तपाईले कालो चिया चढाउनु भए हुन्छ र दूध पनि चढाउन सक्नुहुन्छ है त तर हामीले के याद राख्नु पर्यो भन्दा हामीले सेर्केम चढाउँदाखेरि मैले कालो चिया चढाइरहेको छु मैले रक्सी चढाइरहेको छु मैले दूध चढाइरहेको छु भन्ने त्यस्तो सोच नराखिकन हामीले चाहिँ भगवानले सेवन गर्ने जुन द्विजी भनिन्छ है नेपालीमा अमृत हो एउटा अमृत चढाइरहेछु भन्ने एउटा सोच लिएर चढाउनु होला र यो साथै म के भन्छु भन्दा जस्तै तपाईहरुले गुम्बाहरुमा जानु भए गुम्बाहरुमा अथवा आफ्नो घरमा पूजाहरु गर्दा है छोक गर्नुहुन्छ नि त छोक बाड्नुहुन्छ है प्रसाद बाड्नुहुन्छ नि त्यो साथै द्विजी पनि बाड्नुहुन्छ है द्विजी पनि बाड्छ नि त तर धेरै जसोले चाहिँ हामीले रक्सी प्रयोग गर्छौं नि त रक्सी नभए जुस रक्सी प्रयोग गर्नु भइरहेको छ भने त्यो रक्सी अब तपाईलाई द्विजी भनेर दिने बेला द्विजी भनेको अमृत हो है त रक्सी भनेको द्विजी हैन तर त्यो बेला हामीले मैले द्विजी खाइरहेछु है मैले अमृत अनि खाइरहेको छु भन्ने त्यस्तो सोच लिनु पर्यो है त्यस्तो सोच लिएर अलिअलि पिउने फेरि
अब ढुसी अमृत हो सोच्दैमा फेरि अब ग्लासै टपकाउनु मिल्छ पनि भनेको होइन है त। जे होस् यो हाम्रो एकदम एउटा सोचकोबाट चाहिँ एउटा सोच्ने तरिकाबाट चाहिँ यस्तो फरक हुन्छ भनेर मैले भन्न खोजेको। र अन्तिममा सेर्केम चढाएको फाइदा के छ है। अब आफूले एउटा जे काम गरे पनि त्यसको फाइदा त थाहा हुनु पर्यो नि त हैन। र सेर्केम चढाएको फाइदा के छ भन्दाखेरि हाम्रो सारा दुःख पीडाहरू अलिअलि गर्दै कम हुँदै जाने है, आफ्नो जीवन सफल हुने, आयु लामो हुने, निरोगी हुने र आफूले सोचेको जस्तो पुरा हुने जस्ता धेरै फाइदाहरू छन् है त। तर अब तपाईले सेर्केम चढाउँदैमा तपाईको जीवन सफल हुन्छ र तपाईले सोचेको जस्तो सबै पुरा हुन्छ भन्ने पनि छैन नि त। सेर्केम चढाउनु या अथवा जुनै पनि धर्मको कामहरू छ है त, जस्तै गुम्बा कोरा गर्नु, गुम्बा दर्शन गर्नु, ठुलो लामाहरू दर्शन गर्नु र मानी जप्नु है, माला जप्नु, मानी गर्नु र जस्तै ढोग गर्नु है, अनि छेमे बत्ती बाल्नु, भगवानलाई पानी चढाउने जस्ता धेरै धर्मको कामहरू छ नि त, धर्मको कार्य है। यो सबै चाहिँ के हो भन्दा अन्तिममा गएर हामीले बुद्धता प्राप्त गर्नको लागि हो है त। र तर यही जीवनमा यही जीवनकालमा तपाईले बुद्धता प्राप्त गर्छ भन्ने त छैन नि त है। यही जीवनकालमा तपाईले सोचेको सबै पुरा हुन्छ भन्ने पनि त छैन नि। अब जुन यो धर्मको पुण्य कमाउने कामहरू छ योहरू गर्दाखेरि तपाईको जीवन सफल हुन्छ, तपाईले सोचेको पुरा हुन्छ भनेको चाहिँ अन्तिममा गएर अलिअलि गर्दा त्यसले चाहिँ तपाईलाई साथ दिन्छ भनेको है त। अन्तिममा गएर हामीले गर्नुपर्ने के हो, हामीले प्राप्त हुनुपर्ने के हो, बुद्ध हो नि त। हामीले बुद्धता प्राप्त गर्नुपर्ने हो नि त। हो त्यो बुद्धता प्राप्त गर्नको लागि चाहिँ यो तपाईले अलिअलि गरेको धर्मको पुण्यले चाहिँ त्यो बुद्धता प्राप्त गर्ने हो नि त है। हो भन्नु खोजेको चाहिँ त्यो हो भनेर चाहिँ म तपाईहरुलाई भन्छु है। र यो थियो सेर्केमको बारेमा केही कुराहरू, केही जानकारी र त्यसै गरी अरू पनि केही कुराहरूको धर्मको विषयमा, धर्म सम्बन्धित अरू केही विषयमा तपाईलाई जान्नु मन छ भने तल कमेन्टमा लेखिदिनु होला। र भिडियोको अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।